गाइस देख्न सक्नुहुन्छ मान्छेले अनि आज शनिबार पनि थियो नि त अनि त्यही भएर होला हेलो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, आरामै छु होइन। अनि आजको न्यू डे न्यू ब्लगको सुरुवात चाहिँ भइसकेको छ। अनि अहिले चाहिँ कति बज्यो भनेपछि 6:20 जति जान लाग्यो। अनि आज चाहिँ मैले कति लगभग 15-16 दिनपछि चाहिँ म भ्लग सुरु गरिरहेको छु। अनि म आज चाहिँ एकदमै छिटै उठेको हो। अनि किन चाहिँ म छिटो उठेँ भन्दाखेरि आज चाहिँ पशुपति मन्दिर जाने भनेको। अनि हामी 3जना जाँदैछौँ। अनि त्यही भएर चाहिँ म छिटो उठेको है। यताउति हिँड्नु पऱ्यो भने त निद्रै नलागेर हिजो कति लगभग 1 बज्न लागेको थियो होला कि त्यो निद्रै नलागेर छटपटी भएर है, गर्मीले हो कि के हो, छटपटी भएर निद्रै नलाग्ने त्यस्तो भएको थियो। अहिले चाहिँ रेडी भएर नि हिँड्न लागिसकेको है। छिटो जुत्ता लगाउँछु अनि भेट्नुपर्छ उतैतिर। हेरौँ भिडियो चाहिँ अब कतिको गर्न हुन त अब आफ्नो कन्फिडेन्ट भएपछि भिडियो गर्दा कसैले भन्न त केही भन्नु हुँदैन थियो होला। तर के गर्नु हौ, आफूलाई आफ्नो कन्फिडेन्स छैन, त्यही हो। अब चाहिँ म गएँ, बाई। गाइस देख्न सक्नुहुन्छ मान्छेले गाइस हामी यहाँ सबिना कुरिरहेको छौँ। पूजा गर्न गएको मान्छे हराएर हामी यहाँ 2जनाले कुरिरहेको छौँ। गाइज हाम्रो यहाँ मेला गर्ने बेला भइसक्यो गाइज। 1 घन्टा हुन लागिसक्यो। खै यस्तो भिडमा अब कहाँ जानु खोज्न। माइकमा एनाउन्स गर्ने बेला भइसक्यो। यही हेरिरहेको छौँ, यही बसिरहेको छौँ। खै मान्छे आउनु भएको छैन। हामीले चाहिँ पूजा गरेनौँ है। एकजनाले चाहिँ पूजा गर्नुभयो, हामी 2जनाले चाहिँ पूजा गरेनौँ। किनभने आफ्नै समस्या हुन्छ होइन। केही समस्याको कारणले गर्दा हामी चाहिँ पूजाहरू गरेनौँ। अनि डाइरेक्ट आयौँ हामी रुममा आइसकेको है। अनि आज शनिबार पनि थियो नि त अनि त्यही भएर होला यस्तो भिड थियो। अनि त्यही हो, पूजा चाहिँ मैले र अर्को दिदीले चाहिँ गरेनौँ। अनि एकजना साथीले चाहिँ गर्नुभयो। अनि किन नगरेको भन्दाखेरि अब आफ्नो समस्या पनि हुन्छ होइन। अनि त्यही भएर चाहिँ हामी यत्तिकै घुम्न मात्र अनि साथी पनि भनेर चाहिँ गएको हो। अनि अब चाहिँ हामी फेरि रेडी भएर कहाँ जान्छौँ भन्दा आज बौद्ध आज क्लास पनि छुट्टी छ नि। त्यही भएर आज बिदा भएको बेला पनि सबै ठाउँमा घुम्नुपर्छ। त्यही अनि आज म आएको कति भयो, आज 3 हप्ता जति चाहिँ हुन लाग्यो। अनि त्यही हो, 3 हप्तामा आज चाहिँ हो यसरी निस्केको। नभए यही रुममै बस्छ। आजको शनिबार चाहिँ हाम्रो घुमेर जाने भयो। बिहान चाहिँ पशुपति गएको थियौँ, त्यहाँबाट बौद्ध जाँदैछौँ। 2जना दिदी चाहिँ बौद्ध आइसक्यो। अनि दिदीसँग परिवार यहाँ चाहिँ भिडियोहरू गर्न नदिँदो रहेछ। हामी त फर्केको।
अहिले चाहिँ घुमेर नि हामी आइसक्यौँ होइन। आज शनिबार, आजको शनिबार बब्बाल भयो गाइस। आज कति 2 ठाउँमा घुम्न गइयो होइन। अनि कता कता पनि बाटो बिर्सेर हराइयो पनि, तर पनि बाटो पत्ता लगाएर आउन सफल भइयो। आज चाहिँ हामी बिहान पशुपति गइयो, त्यसपछि आएर खानासाना खाएर चाहिँ हामी बौद्ध गइयो होइन। तपाईँहरूलाई थाहा नै छ, मेन भनेको कन्फिडेन्ट पनि छैन होइन। अनि अर्को भनेको त्यो भिडियोको क्वालिटी राम्रो हुँदैन। अनि अहिले चाहिँ रात पनि लागिसकेको छ, घुमेर पनि आइयो। खुट्टाहरू यो कन्न दुखेर यस्तो बिजोग भए के गर्नु, दुखेर पनि के गर्नु। यसो छततिरको हावा खाम भनेर आएको छु। म चाहिँ त्यो भिडियो गर्नुभन्दा पहिला चाहिँ यो भन्छु भन्ने सोचिरहेको हुन्छु, तर भिडियो गरिसकेपछि चाहिँ बिर्सिन्छु, सबै बिर्सिन्छु। यस्तो छ मेरो बानी। के भन्छु भनेर सोचेर आएको थिएँ कि बिर्सेँ। अनि मलाई चाहिँ कहिले घर जानु जस्तै भएको छ कि छिटै घर जान्दिनँ पनि आओस् होइन। अझै चाहिँ कति बस्नुपर्ने हो, त्यस्तै छ। रहर लागेको थियो भ्लग गर्छु, मोटो भ्लग गर्छु भन्ने सोच चाहिँ आएको थियो। त्यही सोचले चाहिँ मैले युट्युब खोलेको थिएँ। ठिकै चल रहा होइन, राम्रो होस् यति पनि गरौँ होइन, रहर त हो। त्यही हो। आजलाई चाहिँ भिडियो यति नै हुन्छ होइन। मोटो भ्लगहरू चाहिँ अब घरतिरै गराउँछ। घर गयो भने चाहिँ एउटा दुईवटा तिन चारवटा मोटो भ्लग चाहिँ ल्याउँछु। त्यो चाहिँ के कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सनु होला होइन। भिडियोलाई चाहिँ आजलाई यति नै हुन्छ। बाई बाई साथीहरू।